नमस्ते प्रिय दर्शकवृन्द। म जन्म कुण्डलीका 12 वटा भावहरूमध्ये लग्नेशको प्रभावको बारेमा छलफल गर्न उपस्थित भएको छु। यदि जन्म कुण्डलीमा लग्नेशलाई एक लाइनमा भन्नुपर्छ भने यो सम्पूर्ण कुण्डलीको स्वामी सर्वश्रेष्ठ ग्रह हो। यदि लग्नेश कमजोर भयो भने कुण्डलीका सबै राजयोगहरू नष्ट हुन्छन्। राजयोगहरूले आफ्नो प्रभाव देखाउन सक्दैनन्। र यदि जन्म कुण्डलीमा अरू कुनै राजयोग नहुन सक्छ तर लग्नेश बलियो छ, स्वराशिमा छ, मित्र राशिमा छ वा उच्च राशिमा बसेको छ भने जन्म कुण्डलीमा अरू राजयोग नभए पनि जातक आफ्नो जीवनकालमा अवश्य सफलताको शिखरमा पुग्छ।